पठाउने गरेका थिए। यो कुराको सुइँको पाएका राणाहरूले राजाको सम्पूर्ण सुविधा कटौती गरी राजाका गतिविधिमाथि निगरानी बढाएको थियो। राजालाई आफ्नै दरबारभित्र नजरबन्दमा राखिएको थियो। यसरी 4 होनहार युवालाई फाँसी दिएपछि अनि राजालाई नै नजरबन्दमा राखेपछि राणा विरोधी गतिविधि सुस्ताउला अथवा घट्दै जाला भन्ने राणाहरूलाई लागेको थियो। तर त्यसको ठिक विपरीत यसले जनतामा त्रास होइन, राणा विरोधी सेन्टिमेन्टको बीजारोपण गरिरहेको थियो। त्यही समयतिर राणा प्रधानमन्त्री पद्म शमशेरले एउटा सार्वजनिक कार्यक्रममा संस्कृत भाषा मृत भाषा भइसकेको भनी भाषण गरेका थिए। यसको विरुद्धमा 3 धारा संस्कृत पाठशालाका विद्यार्थीले 2004 मा जयन्तु संस्कृतम नामक आन्दोलन चलाएका थिए। यस आन्दोलनले जनतामा राणाको अत्याचार र अन्यायको विरुद्धमा एकजुट हुने प्रेरणा र जागरण ल्याएको पनि थियो। त्यस्तै विक्रम सम्वत 2006 सालमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो। यी 2 राजनीतिक संगठनको स्थापना पछाडि राणा विरोधी गतिविधिहरू झन तीव्रतासँग बढ्न थाले। अझ नेपाली कांग्रेसको विक्रम सम्वत 2007 असोजमा भारतको बैरगन्यमा भएको सम्मेलनले राणा विरुद्धमा सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो। यस सशस्त्र क्रान्तिमा दोस्रो विश्वयुद्धबाट फर्किएका भूपू सैनिकहरूले पनि साथ दिएका थिए। त्यस्तै देशभर गरिबी र बेरोजगारी व्याप्त थियो। जनता यसबाट मुक्त हुन चाहन्थे र यही कारणले पनि उनीहरूलाई आन्दोलनमा होमिन प्रेरित गर्यो। अर्को कुरा, राणाको आफूभित्रकै आन्तरिक कलह, उही कुर्सीको खेल र शक्ति सङ्घर्षले गर्दा उनीहरू बिस्तारै आफै पनि कमजोर हुँदै थिए र कांग्रेसको सशस्त्र क्रान्तिलाई दबाउनै नसक्ने अवस्थामा पुगेका थिए। त्यही समयतिर आफ्नै दरबारमा कैद भएका राजा त्रिभुवन समेत सशस्त्र क्रान्तिलाई सहयोग गर्नका निम्ति भनेर कार्तिक 23 गते सब परिवार इन्डियन एम्बेसी हुँदै दिल्ली प्रस्थान गर्छन्। त्यतिबेला राजालाई यसरी नजरबन्दमै राखेको बेला पनि उनलाई दिल्ली भगाउनका निम्ति एकजना जर्मन फिजियोथेरापिस्ट एरिका ल्युट्याकले धेरै मद्दत गर्छिन्। एरिकाले त्यतिबेला राजा र उनको परिवारलाई भगाएको कहानी मुभी जस्तै अति नै इन्ट्रेस्टिङ छ, जसबारेमा हामीले यो भिडियोमा चर्चा गरिसकेका छौँ। हेर्नु भएको छैन भने एकैछिनमा हेर्न सक्नुहुन्छ। अब त्यतिबेला राजा त्रिभुवनको सबै परिवार उनीसँगै दिल्ली भागे पनि त्रिभुवनका 4 वर्षीय नाति ज्ञानेन्द्र भने दरबारमा नभएको कारणले आफ्नो आफन्त कहाँ गएको कारणले गर्दाखेरि त्यतिबेला उनलाई लिएर जान पाउँदैनन्। यो कुरा थाहा पाए पछाडि रिसाएका त्यतिबेलाका प्रधानमन्त्री मोहन शमशेरले तिनै ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरिदिन्छन्। 4 वर्षको बालकलाई राजा घोषणा गरिदिन्छन्। यसरी 2058 सालको दरबार हत्याकाण्ड पछाडि राजा हुनुभन्दा पनि धेरै पहिला एकपटक ज्ञानेन्द्र राजा भइसकेको इतिहासमा देखिन्छ। देश भारतमा गएर आन्दोलन गरिरहेको नेपाली कांग्रेस र राजपरिवार एकै ठाउँ उभिए र जसरी पनि राणा शासन फाल्ने भनेर प्रतिज्ञा लिए। यही क्रममा नेपालको पूर्वी पहाडी र विराटनगर क्षेत्र मुक्ति सेनाले कब्जामा लियो भने वीरगञ्जमा क्रान्तिको नेतृत्व गरेका थिरबल मल्लले वीरगति प्राप्त गरे। पश्चिमी क्षेत्रमा क्रान्तिको नेतृत्व गरेका डाक्टर केआई सिंहले भैरवाद क्षेत्रमा ठूलो सफलता पाएका थिए। अब तिनै केआई सिंहको कहानी अति नै इन्ट्रेस्टिङ छ, त्यो पनि एकैछिनमा सुनाउने नै छु। यसैगरी पूर्वी कमान्ड सम्हालेका विश्वेश्वर प्रसाद कोइराला र सुवर्ण शमशेरले बिना युद्ध धेरै स्थान कब्जा गरी जनसरकारको समेत गठन गरेका थिए र जनतालाई कर तिर्नु पर्दैन भनेर कर नतिर्न आह्वान समेत गरेका थिए। यसरी देशैव्यापी रूपमा राणाको विरुद्धमा आवाज बलियो हुँदै थियो र बिस्तारै दिल्लीको सहयोगमा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत राणा विरोधी गतिविधिलाई प्रोत्साहन पुर्याइरहेको थियो। यो अवस्थामा प्रधानमन्त्री मोहन शमशेर आफ्नै परिवारभित्र राणा परिवारभित्रै एक्लिरहेका थिए। उनीहरूको विवाद चरम बिन्दुमा पुगिरहेको थियो। देशभित्र उनीहरूकै विरुद्धमा क्रान्ति सुरु भइरहेको थियो अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाव खेप्न नसके पछाडि यसबाट अत्तालिएर भारतलाई लौन राजा र कांग्रेससँग भेट गराइदिनु पर्यो, वार्ता गराइदिनु पर्यो भनेर मोहन शमशेरले अनुरोध गर्छन्। अनि भारतकै नेतृत्वमा विक्रम सम्वत 2007 साल फागुन 1 गते दिल्ली सम्झौता हुन्छ। यो सम्झौतामा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले मेडिएटरको भूमिका खेलेका थिए। यो सम्झौतामा राणाका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि र राजा त्रिभुवन बीच सम्झौता भएको थियो। यो सम्झौतामा श्री 3 यानि कि राणामा रहेको सम्पूर्ण अधिकार श्री 5 महाराज यानि कि राजामा सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने कुरा उल्लेख थियो। त्यस्तै आन्दोलनकारीले आन्दोलन रोक्नुपर्ने र हात हतियार सरकारलाई बुझाउनु पर्ने शर्त राखिएको थियो। त्यस्तै प्रधानमन्त्री चाहिँ मोहन शमशेर नै हुने, तर मन्त्रीमण्डलमा चाहिँ 7 जना नेपाली कांग्रेसको तर्फबाट र 7 जना राणाको तर्फबाट हुने भनेर निर्णय भएको थियो र यो सरकारको काम भनेको चाहिँ विधानसभाको निर्वाचन गर्ने र त्यहाँबाट छानिएका पदाधिकारीहरूले संविधान निर्माण गर्ने भन्ने थियो। यसरी राजा, राणा र नेपाली कांग्रेस बीच त्रिपक्षीय सहमति भए पछाडि राजा त्रिभुवन फागुन 4 मा नेपाल फर्किन्छ।
छन्। हामीले सुरुमा देखाएको यो तस्बिर त्यही फागुन 4 को हो।